झिम झिम सानो नझिम्काउ परेली बुतुकै बुझ्छु मलाई चाहिँ सुस्मिता बहिनीले यहाँ लुङ्गी ल्याइदिनु भएको छ बादल लाग्यो अब मेरो पनि निकनेम चाहिँ गोरे हो तपाईले त मिठो गीत पनि गीत गाउनु रहेछ Hi guys, this is Srizana. Welcome back to another vlog. ल सबैजना सन्चै हुनुहुन्छ होला आज म अर्को एक सुन्दर यात्रा लिएर नेपालको बागलुङ जिल्लामा रहेको पर्यटकीय क्षेत्र मात्र नभई नेपालको एकमात्र शिखर आरक्ष जहाँ प्राकृतिक सौन्दर्य हरियाली डाँडाकाँडा फराकिला घाँसे मैदान र शान्त वातावरणले घेरिएको निकै आकर्षक गन्तव्य ढोरपाटनतर्फ जाँदैछु हामी चाहिँ माछापोखरी बस पार्कबाट सिधै भोटिबाङको बस चाहिँ लगभग 2:30 नै अन्तिम गाडी छोड्दो रहेछ अनि यहाँबाट चाहिँ अब हामी माइक्रोबास लाने सल्लाह भयो अहिले चाहिँ म माछापोखरीमा छु अब हामी इडियम 5:30 हुन लाग्यो हाम्रो गाडी पनि चार्ज हुँदैछ अनि हामी खाना खान लाग्छौँ मेरो हालत चाहिँ यस्तो भइरहेछ मलाई चाहिँ गाडी एकदमै हिँड्यो भने लागिहाल्छ ट्राभल गर्न चाहिँ धेरै मन पराउने मान्छे तर गाडी लागेपछि गाह्रो हुन्छ पोखरामा चाहिँ पानी परिरहेको रहेछ हामी चाहिँ गाडीबाट झरेपछि मेरो साथीको चाहिँ पहिलोपटक पोखरा हो त्यही भएर हामी चाहिँ यहाँसम्म मात्रै आउन सक्यौँ आज यहाँबाट हामी रुम जान्छौँ अनि अब हेर ऊ त्यहाँ मन्दिर थियो क्या ऊबाट वाउ नाइस भ्यू कस्तो दामी देखिन्छ लुकलुकै भएको छ देखि आऊ हेलो गुड मर्निङ हामी चाहिँ हिजो बारीले बिग्दै आएर होटलमा सुत्यौँ अनि अब चाहिँ हामी उठेको अब यहाँ खाजा खान्छौँ अनि हाम्रो चाहिँ बोटीबाङसम्मको भाडा चाहिँ 1500 अरे कस्तो राम्रो सुबोल मिठो मैले सोचेको जस्तो अब बोटीबाङ हिँड्यौँ खुल्दैन त्यो हजुर ए ल लुम्लेको अब चाहिँ म खाना खान लाग्छु 6 घण्टा लगातार यात्रा पश्चात पोखराबाट बुर्तिबाङ हामी 5:30 मा साँझ पुगेका थियौँ र त्यहाँबाट अर्को गाडीमा जानुपर्ने थियो हामीले चाहिँ प्रति व्यक्ति 1,000 रुपियाँ तिरेका थियौँ यहाँबाट चाहिँ हामी ढोरपाटनतर्फ लाग्छौँ हाम्रो रुम चाहिँ यहाँ छ पानी एकदमै सिमसिम परिरहेछ चाहिँ लगभग बुर्तिबाङबाट 3 घण्टामा आइपुग्यौँ बोलेरोमा बिहानको 9 बजिसकेको छ अब चाहिँ हामी खाजा खान्छौँ र ढोरपाटनबाट बुकीपाटन टिकादारातर्फ लाग्छौँ हात दुख्छ होला न अनि यो कतिमा बिक्री हुन्छ अब बेच्ने हैन आफैलाई ए 2-3 घण्टामा पुग्छौँ अरे बढ्दैछ नि बढ्दैछ अहिले साउन महिना यही छ भदौ महिना यही छ असुज निकल्दा टिप्छ ए अनि कसरी बेच्ने बेचेर खाना घरकैले खान्छन् ए नानीहरू खाने अब हामी कति घण्टामा पुग्छौँ त बुकीपाटन किन एक्लै हो त स्यादै हुनुहुन्छ
3 घण्टा पुग्छौँ 3 घण्टा तिमीहरू अब झै हिँड्छौ 3 घण्टामा पुग्छ है ऊ कराउँदैछ ल बस्दै गर्नु ल म हस् बिस्कुटहरू छ त सबै छ म्याडम 50 खानु चिया चिया छ रे कफी छ चिया र बिस्कुट खाम है हुन्छ म्याडम खाइदिउँ न व्यापारी हुन्छ पोक्यो पर्ला है म नि कफी खाउँछु मलाई नि बनाइदिनु कफी बनाइदिन्छु म्याडम है 2 कप ल सर म्याडम आउनु चिया कफी कस्तो मिठो वेदर भएको कि अरू छैन बिस्कुट ग्लुकोज चाउ नुन हुँदैन म्याडम चाउचाउै खानु पर्ला चाप्चो छ त जम्मामा नुन वर्षायाममा ढोरपाटनको यात्रा गर्नुको आफ्नै छुट्टै मजा रहेछ बाटोभरि हरियाली वरिपरि बादल र कुहिरो चिसो हावा अनि पहाडका सुन्दर दृश्यहरूले यात्रालाई अझ विशेष बनाइदिँदा रहेछन् धेरै राम्रो रुट छ हिँड्नेहरूको लागि बिगिनर्सहरूको लागि पनि एकदमै बेस्ट रहेछ यहाँ माथिबाट पनि रहेछ म चाहिँ यताबाट जान्छु यो रेनकोट चाहिँ मैले केदारनाथ जाँदाखेरि आइसी 150 मा लिएको थिएँ मेरो एभ्री ट्रेकमा चाहिँ यसले एकदमै सजिलो बनाएको छ यसलाई टक्क खोल्ने अनि लाउन सबै कभर पनि हुन्छ अहिलेसम्म मलाई यसले बेनिफिटै दिएछ है अनि जहाँ जाँदा पनि मनसुन ट्रेकमा चाहिँ सबैभन्दा अगाडि खोजी कार्य चाहिँ यो रेनकोटको हुन्छ कहाँ छ मेरो रेनकोट जसरी यस्तो देख्यो भने चाहिँ बाचा बन्धन फिल्मको मात्रै याद आउने ल अहिले हामी चाहिँ चेप्टे ढुङ्गा आइपुगेछौँ 3420 मिटर हामी चाहिँ धेरै सजिलो पनि हामी जानुपर्ने पानी झमझम परेको छ भिजेर मात्रै भइसक्यो कहिले उकालो कहिले ओह्रालो कतै हिलो त कतै खोलाको बाटो यात्रा अलि च्यालेन्जिङ भए पनि बाटोमा देखिने प्राकृतिक सुन्दरताले थकान महसुस गर्ने मौका नै चोरिदिन्छ यो उहाँहरू किर्तिपुरबाट हुनुहुन्छ कस्तो लाग्दैछ यात्रा एकदमै दामी कसरी निल्ने झऱ्यो एउटा झऱ्यो बाफ्रे कति धेरै तपाईँ निल्नु भएको छ हजुर खानु भएको छ किन नखाने बेच्न चाहिँ यो हामी बेच्न होइन यो हामीले उसको लागि खाने नै हो हजुर अहिलेसम्म कतिवटा खानु भएको छ आजै आमा निलिसक्नुभयो यो चलिरहेछ यो जिउँदै छ यो जिउँदै छ यसले के धेरै फाइदा हुन्छ होइन खान्छ कति ठुलो छ त अनि डर लाग्छ डर लाग्छ खानुस् के राम्रो होइन घुम्न आएको के रे ए फोटो खिच्न आएको
राम्रोसित यहाँ फोटो खिच्नु दिएन कि ओइदाले कसले दिएन सुरुवाल दिएन ल दे जानु है यो चाहिँ ठ्याक्क बुकेपाटन 3 घन्टा लगभग 3 बज्यो आइपुग्यौँ अनि हाम्रो ट्रेनहरू चाहिँ यहाँ छ के पनि देखेको छैन जस्तो लागेर नेसनल होटल बस्नुभएको हो नेसनल होटल बस्नुभएको र त्यो भरेकै न म चाहिँ ट्रेनभित्र आइसकेँ अनि कपडाहरू चेन्ज गरेर हाम्रो ट्रेन चाहिँ यस्तो छ अनि म चाहिँ पानी यहाँ यस्तो परिरहेको थियो कि झमझम झमझम अलिकति चिसो लाग्ला जस्तो भइसक्यो अब चाहिँ खुट्टा तताउँछु एकैछिन भनेर बसेको है ज्याकेट पनि भिजेको छ ब्याग पनि भिजिसक्यो अनि मस्त हामी अब एकछिन तात्तिन्छ अनि तल किचनमा जान्छौँ यहाँ चाहिँ वेदर भोलि चाहिँ नखुल्ला जस्तो छ किनभने चान्स एकदमै कम छ अघि बिहान चाहिँ खुलेको थियो अरे के होला कसो होला हे प्रभु अब मनसुन ट्रेक भने यस्तै छ किन हाँसेको पहिला यसरी खुट्टा तताउनु पर्यो भनेर बसेको तर तात्तिकै छैन पानी झमझम परिरहेको छ तर अति मजा आइरहेछ कि आउन चाहिँ टाउको कति चिसो भयो दिनभरि भेरीकोटको काममा व्यस्त रहने उहाँहरू त्यही थकानलाई केही बेर बिर्सिएर यही जम्का भेटमा रमाइलो गर्दै सायद यात्राका सबैभन्दा अनमोल सम्झनाहरू यस्तै अनायास भएका भेटहरूबाट एकअर्कामा बाँड्न पुगेका केही आत्मीय क्षणहरूले नै सुन्दर बन्ने होला। साँझ पर्दै जाँदा बुकीपाटनको वातावरण झन शान्त हुँदै गइरहेको थियो। केही समयको यात्रापछि कोही थकाइ मार्दै थिए भने कोही आफ्नो गन्तव्यतिर पुग्ने तयारीमा थिए। मलाई चाहिँ निन्द्रै नलागेर रातिको 11:30 भइसक्यो, 12 बज्न भइसक्यो। कति धेरै सुत्न खोजिरहेको छु, निन्द्रै लागिरहेको छैन। अनि पानी अझै रोकेकै छैन। भोलि पनि यस्तै गरी पानी पर्यो भने चाहिँ हाम्रो टिकाधारासम्म जाने बाटो चाहिँ त्यस्तै हिलो हुने आजको जस्तो हुनसक्छ। आउने होला कि आज। गुड मर्निङ एभ्रिवान। हामी चाहिँ 5:50 मा 4 बजी उठेर यस्तो दामी भ्यू हेरिरहेछ। अनि वर्षा एकदम भइरहेछ, जुत्ताभरि पानी नै पानी छ। अब चाहिँ हामी यहाँबाट टिकाधारा जाँदैछौँ। ओ माई गुडनेस, यति धेरै चिसो छ। बिहानको हाम्रो भ्यू चाहिँ यस्तो दामी खुलेको छ। अलिकति भयो नि खुले। हामी त्यो रुट हुँदै आयौँ होइन यहाँ तल। पहिरो पहाड चिजोल्दै यहाँबाट उक्लिनु लाग्छ। हेरौँ के छ।
वाउ देउराली के रहेछ त खोइ मजा आइरहेछ नि एकदम एकदम युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु सबैजनाले हामी त नपुगेर साँच्ची हो म चाहिँ सबैभन्दा पछाडि छु किनभने फोटो भिडियोहरू लिँदै गर्दाखेरि टाइम लागिरहेछ यस्तो दामी ठाउँ छ फेरि यहाँ कस्तो डन्डी कुरा आएर म दुखिरहेछ कि ईश्वरै जान्छ अब है वाउ घाम पो लाग्यो त मेनिफेस्ट गरिरहेको कुरा त घाम लाग्नु भनेको लक्ष्मी हुनु हो कि हामी तपाईँहरू कहाँबाट हामी बुटोल भएको ए गर्मी छ नि त्यहाँ गर्मी अहिले बर्खाले गर्दा ठिकै छ हामी घरमा पनि गर्मी नै हो बुटोल मलाई चाहिँ एकदम धेरै लकी फिल भयो हिजोसम्म एकदम धेरै पानी परेको थियो अरे तर आज चाहिँ घाम पनि लाग्यो फाइनली हिमाल पनि देखियो अनि यो इयरिङ्स चाहिँ मलाई बाटोमा एउटा बहिनीले गिफ्ट है भनेर दिनुभएको थियो अनि लगाइरहेको छु कस्तो दामी दिएको थियो करिब 1.5 घन्टाको यात्रापछि हामी अन्ततः टिकाधारा पुग्यौँ त्यहाँ पुग्ने बित्तिकै हाम्रो नजर पर्यो ठुलो हुलमा चरिरहेका भेडाहरूमा प्रति व्यक्ति 100 रुपियाँ शुल्क तिरेर फोटो भिडियो खिच्न पाइने रहेछ टिकाधारा केवल खुल्ला पाटन विशाल घाँसे मैदान र हिमाली दृश्यका लागि मात्र होइन त्यहाँको भेडीगोठ गोठालाहरूको सरल जीवनशैली स्थानीय संस्कृति र प्रकृतिसँगका आत्मीय सम्बन्धले यस ठाउँलाई अझ विशेष बनाउँदो रहेछ प्राकृतिक हावा क्युट गोठालाका भनाइअनुसार हजारौंको संख्यामा हरेक वर्ष जेठदेखि भदौ महिनासम्म भेडाहरू टिकाधारा आसपासका पाटनहरूमा चराइन ल्याइदा रहेछन् महिनाको यो बसाइसँगै टिकाधाराको पाटनमा भेडीगोठको छुट्टै र जीवन्त संसार देख्न सकिँदो रहेछ मौसम खुलेको बेला यहाँबाट धौलागिरी गुर्जा हिमाल चुरेन हिमाल र पुथा हिमचुली मनमोहक दृश्यहरू पनि देखिने गर्दो रहेछ हामीले ढोरपाटनको यात्रामा प्रकृतिको वास्तविक सौन्दर्य महसुस गर्दै लगभग हामीले हाम्रा नाङ्गा आँखाले देख्न सक्ने दृश्यहरू कैद गर्यौं मलाई के भन्नु हुँदै थियो रे आई लभ यु भनेको अब मरे नमरे बाजे दैवले साँचे अर्कोचोटि भेटौँला हस् अनि केही भन्न मन छ यहाँको बारेमा के भन्नु र अब अरूहरू आउँदै हुनुहुन्छ नि त उहाँहरूलाई अब उहाँहरू आउनुहुन्छ नआउनुहोस् भन्दैन हामीलाई हैन तर आउने नै हो तर हामी राम्रो छ ठाउँ हैन ठाउँ राम्रो छ अनि चिसो चाहिँ अब चिसो छ अनि भेडीको अनि तपाईहरु खान पाउँछ यहाँ चाहिँ अब तर भेडीको दुध खानलाई चाहिँ अब टाइम कुर्नु पर्छ है हामी चाहिँ अब 10 बजेतिर दुने हैन अनि तपाईले नि खाने भन्नु भएको थियो तपाई अब तपाईलाई चाहिँ अब 1000 पर्यो हैन 1000 भएपछि अब हामीले चाहिँ अब तपाईहरुलाई अब समातेर राख्ने गाई भैँसीलाई जस्तो अब दामलले बाँधेर राख्ने कुरो हुँदैन हैन कति वर्षदेखि हुनुहुन्छ यहाँ तपाईहरु सानैदेखि हो म चाहिँ 11 वर्षदेखि हो 11 वर्ष भइसक्यो अनि अहिले त्यो माथि गोठ थियो नि त्यही गोठमा हो उतु गोठ हो त्यही गोठमा ए तताउने चाहिँ हजुर त्यही गोठमा बस्ने हो हामीहरु राति सुत्ने त्यही हो अनि यहाँ आएर चाहिँ भेडा दुने हो अनि दुध दुहेर लगेर त्यही यस्तो फर्केमा भेडा पनि आओस् के अनि त्यहाँ गएर चाहिँ दुध तताउने हो खाने हाम्रो खाना बस्ने हाम्रो चाहिँ भेडा गोठालोको घर भनेको त्यही हो हेर्नुहोस् अनि हामीले चाहिँ अब यो
यहाँ घुम्न आउने जतिलाई प्रति व्यक्ति चाहिँ अब 100 रुपियाँ लिने गर्छौँ फोटो भिडियो लिनु मन छ भने होइन अनि फोटो भिडियो लिनेलाई चाहिँ हामीले 100 रुपियाँ लिन्छौँ अनि कसैले चाहिँ अब किन पैसा लिन्छ भन्छ तपाईँले मात्रै उठाउनुहुन्छ कि तपाईँले उठाएको पैसा चाहिँ सबैले बाँड्ने कि के गर्ने सबैले बाँड्ने सबैले बाँड्ने यो भेडा एकजनाको मात्रै होइन सबैजनाको हो यो भेडाको त करिब लगभग 15-20 घरको जति होला है अनि यो सबै फुल खाएरै सिद्धाएको हो भेडाले खाएर सिधाएको तपाईँहरू असारको टाइममा आउनु भएको पछि ठिक हो यहाँ त फुल त यस्तो छ कि दिनमा पैसा कति उठाउनुहुन्छ दिनमा तपाईँको हुन्छ 6,000 7,000 देखि हुन्छ सिजनमा सिजनमा ल ठिक छ तर हामीले बाई बाई हजुर बाई 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 राम्रोसँग बस्नु ल हजुर बहिनी राम्रोसित जानु ल हस् ढोरपाटनको यो सुन्दर यात्रामा अन्त्यसम्म जोडिनु भएको सबैजनामा धेरै धेरै धन्यवाद अब हामी अर्को भ्लगमा भेट्नेछौँ तबसम्मका लागि तपाईँ आफ्नो ख्याल राखिराख्नुहोला सबैजनामा धेरै धेरै माया अनि सम्झना See you in the next video. उहाँको युट्युब च्यानललाई जसले सब्सक्राइब गर्नु भएको छ एकचोटि अनसब्सक्राइब गरेर 0 गराएर फर्स्ट इतिहासमा रेकर्ड गराउनु यस्तो अलक्षिण यस्तो पवित्र ठाउँमा आएर बोल्ने होइन नि उहाँहरूको चाहिँ होइन साँच्चीकै भन्नुपर्दा उहाँको युट्युब च्यानललाई सबैले हेरिदिनु होला है मान्छे जति राम्रो हुनुहुन्छ मन पनि धेरै राम्रो रहेछ हामीले भेटेपछि मात्र बल्ल थाहा भयो है तपाईँहरूले सबैले माया गरिदिनु होला अब उहाँहरूलाई चाहिँ तपाईँहरूको मायाको कमी छ ड्याङ कि ड्याङ धेरै केही पनि गर्दैन ड्याङ ठोकिएपछि त भ्याइयो ल भ्याइयो होइन ल ठिक छ ल